गाइज पहिले यो बहिनीलाई सुई हालेको भिडियो हेरौं त्यसपछि यसको फन्नी कमेन्ट पढौं है त। भीगी भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता मुझे तरम तरम मकई बारी तरम तरम हरिया काका करम करम मकई बारी तरम तरम हरिया काका करम करम। तो चलिए शुरू करते हैं। ठुलो सुई हालिदिनु आफै ठिक हुन्छ। ओए ओए रोन्डा अहिले यत्रो सानो सुईले दुख्छ, पछि भाते सुई लगाएपछि अझै लगाउनु न मजा आएन भन्ने छन्। सुई लगाउँदा त यस्तो हालत छ, जनावरको सुई लगाउँदा के होला। यस्तो सानो सुई छिराउनु खोज्दा पनि कति डराएको त नानी, पछि यो भन्दा कति ठुलो सुई छिराइदिन्छ नानी। पहिलोचोटि यस्तै हुन्छ केटीहरूलाई। उही कोहीलाई धेरै डर लाग्छ नि, जे पाए त्यो नबोल्नु। हाम्रो मुख हाम्रो इच्छा। मेरा बाप बदमाश था, मैं बदमाश ही हूँ।